हनुमानजीलाई सिन्दुर र चमेलीको तेलमा मिक्स गरिएको सिन्दुर असाध्यै प्रिय हुन्छ। हनुमान जयन्तीको दिन हनुमानजीलाई त्यो समर्पण गर्नुहोला हैन। र यसै गरेर हामीले हनुमानजीलाई असाध्यै मनपर्छ पानको पात हैन। पानको पातमा तपाईले सुपारी राखेर चढाउनु भयो भने पनि हनुमानजीलाई असाध्यै प्रिय हो। यसै गरी हनुमानजीलाई रातो रङ्गहरू मनपर्ने भएकोले गर्दाखेरि गुलाबको फुलहरू, रातो फुलहरू चाहिँ चढाउनु होला। उहाँको मनपर्ने भोगमा चाहिँ एकदम असाध्यै मनपर्छ केरा, मिठा, चना, नरिवल, यी कुराहरू चाहिँ हनुमानजीलाई असाध्यै प्रिय मनपर्ने फलफुलहरूमा चाहिँ पर्दछन्। त्यही भएर हनुमान जयन्तीको दिन के गर्नुपर्छ भन्ने होइन, हनुमान जयन्तीको दिन तपाईँको भावलाई प्रस्तुत गर्नुहोला। र विशेष गरेर त्यो दिन हनुमान चालिसाको पाठ मात्रै होइन, राम भगवानको नाममा 108 जाप पनि गर्नुहोला, किनभने हनुमानजीलाई राम शब्द असाध्यै प्रिय शब्द हो। धूप, दीप, अगरबत्तीको साथमा हनुमान जयन्तीलाई चाहिँ विशेष रूपले मनाउनुहोला। र यदि 11 दिनको सङ्कल्प लिँदै हुनुहुन्छ भने हनुमान जयन्तीको दिनबाट पनि यहाँले 11 दिनको सङ्कल्प सुरु गर्न सक्नुहुन्छ। तर त्यो सङ्कल्प पुरा गर्न सक्छु भन्ने आँट र साहस छ भने मात्रै सङ्कल्प लिनको लागि म अनुरोध गर्न चाहन्छु। नभए हजुरले बिहान, बेलुका, दिउँसो जुन बेला पनि हनुमानजीको हनुमान चालिसाको पाठ गर्दा हुन्छ। बिहीबारको दिन विष्णु भगवानको पनि विशेष पूजा आराधना गर्नुहोला, लक्ष्मी माताको पनि गर्नुहोला, हनुमानजी सँगसँगै शिवजीको पनि पूजा आराधना गर्दै बिहीबारको जुन हनुमान जयन्ती रहेको छ भव्य, सभ्य र विशेष भक्ति र भावको साथमा चाहिँ मनाउनुहोला। जय श्री राम।